सम्पूर्ण मेरा प्यारा प्यारा दर्शकवृन्द साथीहरुमा स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आज हामी भुन्टी सिरियलमा अब के हुन गइरहेको छ त, अब के चाहिँ भइरहेको छ त, अब भुन्टीले अब के बिहे गर्ने भए त हाम्रो भद्रसँग त के हुने जाने त, अब के यो कास्टिङ मात्रै हो कि यो अब आउने भुन्टीको नयाँ जीवनको सुरुवात हुनसक्छ कि के हुनसक्छ त। आउनुहोस् दर्शकवृन्द, यस विषयमा हजुरहरूलाई विस्तृत रूपमा यस भिडियोमा जानकारी दिनेछु। हजुरहरूले फुल भिडियो हेर्नुभयो भने चाहिँ हजुरहरूले पुरै हजुरले सम्पूर्ण कुराहरू समग्र कुराहरू जान्न सक्नुहुन्छ। यदि बिचैमा स्किप गरेर जानुभयो भने हजुरले केही थाहा पाउनुहुने छैन भन्दै आजको भिडियोलाई सुरु गर्छु है त। आजको भिडियोको सुरुवातमा हजुरहरूले सर्वप्रथम त हजुरहरूले मेरो यस च्यानललाई पहिलोपटक हेरिदिनुहुन्छ त लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला र नियमित दर्शकवृन्द साथीहरूले पनि लाइक गरेर साथ दिनुहोला भन्दै हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ यसको पनि कमेन्टमा प्रतिक्रिया दिँदै आउनुहोस् दर्शकवृन्द। यस विषयमा हजुरहरूलाई विस्तृत रूपमा जानकारी दिनेछु। के अब भुन्टीले अब के साँच्चै नै भद्रसँग बिहे गर्नेछ नि त? यो के हामीलाई कास्टिङमा त देखाइएको कि आउने अब आउने सिरियलका भागहरू अब चाहिँ के साँच्चै नै अब भुन्टीको जीवनमा चाहिँ के भद्रको इन्ट्री हुनेछ नि त यस विषयमा भने हामीलाई केही थाहा हुँदैन। यो चाहिँ मलाई लाग्छ, जहाँ हजुरहरूले के लाग्छ मैले त हेरेपछि मलाई चाहिँ के लाग्यो भने पक्कै पनि यो कास्टिङ हुनसक्छ। अब यो कसैले देखेको सपना अथवा भद्रले देखेको सपना हुनसक्छ। किनकि जब कि टोकलले भन्ने साथै भुन्टीले मान्ने साथै हामीलाई विवाहको घटना देखाइयो। यो देखेर के लाग्छ भने हजुरहरूले के लाग्यो, अब यो त भद्रले पक्कै सोचेको अनुसार उसको सोच अनुसार यस्तो हुनसक्छ, कल्पना हुनसक्छ उसको। यस विषयमा त हजुरहरूलाई हामीलाई के भनेको छैन, तर अब आउने सुकुमाया टेलिभिजनमा आउने भुन्टी सिरियलको भाग 321औं एपिसोडमा चाहिँ अब ठ्याक्कै अब यही विषयमा देखाइनेछ। अब के रहेछ खास कुरो यही भिडियोमा हामी जान्न सक्दछौँ भन्दै अबको हजुरहरूलाई 220 एपिसोडमा भइरहेको छोटो रूपमा हजुरहरूले के भइरहेछ यस विषयमा हजुरहरूले जानकारी दिँदै अबको आउने एपिसोडमा भने सायद अब सम्भावना छ कि अब पक्कै पनि भद्र र भुन्टीको अब केही मिलन हुन सक्ने सम्भावना देखिएको छ भने अब भुन्टीले अर्थात् भुन्टीको रूप लिएको सुकुमायाले पक्कै पनि अब भुन्टीलाई कानुनी रूपमा न्याय दिलाउने छन् जस्तो यस सिरियलमा देखाइएको छन् भने अब सुकुमायाले कि साँच्चै नै अब भुन्टीले न्याय दिनेछन् त कि भुन्टीले पनि न्याय लिनेछन् कि अब जब उता गाउँमा फेरि आमा बाबु र दिदीलाई भने बाँधिएर राखेको देखाइएको छ भुन्टीको सासू आमाले। अब यो के हुन गइरहेको छ त? साँच्चै नै अब यहाँ भने फेरि धन सम्पत्तिको यहाँ दबदबा पनि देखाइएको छ। किनकि जोसँग धन हुन्छ उसको स्वर उच्च हुन्छ, उसको अधिकार धेरै हुन्छ भनेर यहाँ देखाइएको छ। अलिक नराम्रो घटनाहरू पनि देखाइएको छ भने राम्रो घटना चाहिँ के लाग्यो भने हजुरहरूलाई के लाग्छ, हजुरहरूले कस्तो लाग्छ यिनीहरूको अभिनय देखेर? यहाँ सुकुमाया टिभीमा आउने यस सिरियलको अभिनयकर्ताहरू हजुरलाई कस्तो लाग्दैछ त हजुरहरूले कमेन्ट मार्फत भन्नु होला भन्दै अब भुन्टीले एकतर्फीबाट हेर्दाखेरि भुन्टीले आफ्नो मनमा राखेको के भूपेन्द्रले साँच्चै नै छाडेर अब भद्रसँग बिहे गर्नेछ नि त कि अब के हुन गइरहेको छ त? भुन्टीले साँच्चै नै अब भद्रसँग बिहे गर्ने निर्णय गर्नेछ नि त यस विषयमा त भनेको छैन। त्यसपछि त्यही पनि टोकलले दाइले भने भुन्टी नानीलाई फेरि भनिदिएको छन् कि अब कसैले मन पराउँछ उसलाई र उसँग बिहे गर्यो भने साह्रै सुख पाउँछ भनेर भनेको पनि छ। पक्कै पनि अब आउने सिरियलमा अब एपिसोडमा भने भुन्टीको विवाह सायद भद्रसँग हुन सक्ने सम्भावना धेरै देखिए तापनि अब भूपेन्द्रसँग भने अब भुवनले श्रेयाको श्रीमान अर्थात् भुवनले पनि आफ्नो चाजोबाजो कुरोहरू मिलाउनु खोज्दैछ, तर भुन्टी भन्ने मिल्न मानिरहेको छैन। किनकि उसमाथि भएको अत्याचारको जवाफ उस यस्तो तरिकाले दिन्छ कि यो सब देखेर भुवन पनि छक्क पर्छ कि भुन्टी यस्तो बोल्ने कसरी भए, यी भुन्टी नै हुन् भनेर उनी पनि छक्क परे। यस्तो बोल्ने भएपछि देखेर भने भुन्टीले यस्तो बोल्न कसरी सक्यो भनेर उनीहरू पनि अचम्म परिरहेको हुन्छ कि त्यसमाथि गाउँमा थाहा नभइरहेको आमा बाउलाई भने फेरि अचानक थाहा हुन्छ कि आफ्नो सम्झिने आएर त्यस्तो हरकत गरेको देखेर भने उनीहरूलाई नराम्रो पनि लाग्छ र धर्म कर्मको कुरो गर्छ। तर उनीहरूले धर्म कर्ममा नमानिकन फेरि उनीहरू दुईजनालाई बाँधेर रुखमा राखिदिन्छन् कि यो सब देखेर चाहिँ हजुरहरूलाई कस्तो लाग्यो, कस्तो मनमा कस्तो चाहिँ लाग्यो त? के हुनु पर्थ्यो? फेरि उता भूमिकाको बिहे पश्चातको घटनाहरू देखाएको छैन। अबको आउने एपिसोडमा सायद भूमिकाको विवाहको पश्चात भूमिकाले गरिरहेको दुर्व्यवहार अथवा आफ्नो
जेठानी दिदीले गरिरहेको एकदम नराम्रो व्यवहारहरू चाहिँ सायद देखाइनेछ। किनकि जब चाहिँ भुन्टीले उसले कसरी हेपेको थियो, अब उसलाई पनि अफसोस हुन थाल्यो होला सायद। किनकि भूमिकाको जेठानी भाउजूले पनि त्यस्तो गरेपछि उनी पनि जेठानीले पनि त्यस्तो गरेपछि अब उनीले पनि अब छोरी मान्छेमा भएको भुन्टीमाथि भएको दुर्व्यवहारको अर्थ त बुझ्यो होला। र त्यही पनि फेरि गाउँको आमा बाउलाई भने वास्तै हुँदैन। किनकि उनीहरूलाई लाग्छ कि उनीहरूको आत्मविश्वास चाहिँ यस्तो छ कि हाम्रो यत्रो पढी लेखेकी छोरी उसले दुःख पाउने छैन, उसले कसैले केही गर्नै सक्दैन भने उनीहरू भने एकदम ढुक्क भएर बसेको छ। तर वास्तवमा भने उसलाई घर भएको जेठानीले भने धेरै टर्चर दिइरहेको देखिन्छ। यस विषयमा हजुरहरूलाई कस्तो लाग्यो त? अबको आउने एपिसोडमा सायद यिनीहरू नै सिनहरू हुन सक्ने धेरै सम्भावना छ भने अब अर्को अर्थमा फेरि अब भुन्टीले पक्कै पनि सायद भूपेन्द्रबाट आधा सम्पत्ति चाहिँ अब कानुनी रूपमा लिएर जाने कुरा गरेको छ। अब आउने एपिसोडहरू यिनी शीर्षकमा बन्नेछन् भन्दै आजको भिडियोबाट म बिदा चाहन्छु। यति नै जानकारी दिँदै हजुरलाई फुल भिडियो हेरेर साथ दिनु भने एक लाइक दिएर एक कमेन्ट छोडेर चाहिँ हजुरहरूले जान सक्नुहुँदैछ भन्दै म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते, नमस्कार।